एज अ मेकअप आर्टिस्ट बिहेको दिन आफै मेकअप गर्न नपाउँदा मलाई एकदम खल्लो लागिरहेको थियो। त्यसैले मैले आज रिसेप्सनमा आफै नै मेकअप गर्न लागिरहेको छु। हाम्रो रिसेप्सन ठ्याक्कै बिहेको 7 दिनको दिन बल्ल थियो। मेरो घर बुटवल हो भने मेरो हस्बेन्डको घर जनकपुर हो। तर हाम्रो रिसेप्सन भने काठमाडौँमा हुन लागिरहेको थियो। बुटवलबाट बिहे गरेर महेन्द्रनगर भन्ने जनकपुरको ठाउँमा आउनु नै लगभग 8 देखि 9-10 घण्टा लाग्थ्यो भने हामीले अर्को दिन रिसेप्सन गर्न पोसिबल नै थिएन। त्यसै कारणले हाम्रो रिसेप्सन चाहिँ काठमाडौँमा गरेको थियौँ, किनकि हाम्रो यसपालि सबैजना नाताहरू काठमाडौँमा हुनुभएको हुनाले। मैले मेरो सबै प्रडक्ट्सहरू घरदेखि ल्याइराखेको थिएँ, त्यसै कारणले मैले आफ्नो मेकअपहरू एकदम धमाधमसँग गरेँ। सबै मेकअप ल्याएको भए तापनि मैले आफ्नो ब्रसेसहरू भने राख्नै बिर्सेछु। ओन्ली विथ 2 ब्रस मैले आफ्नो आई स्याडो गरेँ र मैले ब्लेन्डिङको लागि ब्लेन्डर पनि लिइराखेँ। सबै मेकअप आफै नै गर्नु पर्यो र हेयर स्टाइलको लागि आफूसँग सामान केही पनि ल्याएको थिएन, त्यसै कारणले म पार्लरमा जानु पर्यो। मलाई एकदमै रमाइलो लागिरहेको थियो आफ्नो मेकअप आफै गर्नको लागि। एज अ मेकअप आर्टिस्ट यो गर्न पाउनु नै एकदमै खुसीको कुरा हो। आफ्नो मेकअप आफै गरेर राम्रै बन्नु नै मलाई एकदमै मन लागिरहेको थियो। बिहेको दिनमा त पाएन, तर रिसेप्सनमा अभियसली म आफै गर्छु भनेर मैले ठुलो होप राखेको थिएँ। मैले मेकअप कन्टिन्युअसली गरेर हाफ एन आवरमै सकिसकेको थिएँ। त्यसपछि म कपाल बनाउनको लागि नजिकको पार्लरको दिदीकोमा गएँ। आई डोन्ट नो द पार्लरको नाम, किनकि म त्यहाँ नयाँ थिएँ। एन्ड दिस इज माई फाइनल लुक। आई होप यु अल गाइज लभ इट। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।